हेलो गाइज वेलकम टु माई भ्लग होइन अनि यतिखेर चाहिँ म अब फेरि अर्को भ्लग लिएर आइसकेको छु। मलाई आशा छ कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला गाइज। म पनि फाइन एन्ड राम्रो छु गाइज। अनि म चाहिँ आज फेरि तपाईँहरूको अगाडि भ्लग लिएर आइसकेको छु गाइज। अनि आजको भ्लग फेरि म स्कुटीबाट गर्नेछु गाइज। बाइकलाई चाहिँ अलिकता कन्डिसन बिग्रेको कारणले गर्दाखेरि स्कुटी पम्चर भएको थियो, मैले पम्चर बनाएर गाइज फेरि आज स्कुटीको नै भ्लग गर्नेछु गाइज होइन। बाइकबाट चाहिँ त्यो हामी जहाँ जहाँ जाने भनेर सोच्दैछौँ त्यो बाटोमा चाहिँ अलिकता सम्भव छैन, किनभने त्यस्तो बाटोमा बाइक ओपरपेरो हल्लिन्छ, चक्काहरू पनि बिग्रिरहेछ। त्यही भएर म चाहिँ आज स्कुटीमै जानु पऱ्यो भनेर सोच्दै थिएँ गाइज होइन। अनि त्यो पछि बाइक मेरो बाहिर छ होइन गाइज। अनि बाइकलाई अब भित्र हाल्छु अनि टक्क पारेर बाइकलाई भित्र हालेपछि अनि म स्कुटी निकालेँ गाइज। स्कुटी निकालेर ढोका पनि लाएँ फाइनल्ली गाइज। अनि स्कुटी मेरो यहाँ छ, म रेडी भइसकेँ गाइज निक्लिनुको लागि। अनि गाइज आजको वेदर धेरै राम्रो छ। अनि म आफ्नो क्यामराम्यानको घर पनि आइसकेँ गाइज। मेरो क्यामराम्यान पनि अब टक्क लाएर निक्लिँदै हुनुहुन्छ गाइज होइन। अनि अब दुईजना हामी चाहिँ आज आमा पोखरी जाने भनेर सोचेको छौँ गाइज। यतिखेर चाहिँ हामी यता मासतिर किन अब आमा पोखरी जाने सोच भएपछि मासतिर किन गएको भनेर सोच्नुहुन्छ भने चाहिँ गाइज मेरो स्कुटीमा पेट्रोल नै थिएन। हिजै रिजर्भ लागिसकेको थियो, 40 को यो भइसकेको थियो। त्यही भएर गाइज मैले अब अहिले चाहिँ पेट्रोल हाल्नु जानु लागेको। पेट्रोल हालेर फेरि म यही बाटो नै फर्किनुपर्छ क्या गाइज। मेरो पुरै सकिनै सक्यो क्या गाइज। अब म त बाटोमा ठेल्नुपर्छ भनेर पनि सोच्दैछु गाइज। अब हेर्दै जाउँ अगाडि चाहिँ कहाँसम्म पुगिन्छ। र गाइज आज फेरि तपाईँहरू धरानको वेदर हेर्नुहोस् गाइज। धरानलाई त्यत्तिकै ग्रिन एन्ड क्लिन सिटी भनिँदैन नि त गाइज। ओ माई गड गाइज। अनि यतिखेर चाहिँ गाइज फाइनल्ली हामी आत्मरञ्जन जुन चाहिँ हाम्रो जोन चामलिङ दाईको क्याफे हो होइन गाइज। यो क्याफे चाहिँ जोन चामलिङ दाईको हो र यो क्याफे चाहिँ जहिले पनि भिड नै हुन्छ गाइज होइन। यो चाहिँ धरानको दाई जोन चामलिङ दाई भन्ने बित्तिकै अब क्याफे पनि हिट भएको गाइज। अनि आजको चाहिँ वेदर चाहिँ म कस्तो केही भन्न नै सकेको छुइनँ क्या आजको वेदर देखेर गाइज। आजको वेदर चाहिँ भेटार जाने पनि छैन, यो घाम लागेको मात्रै हो गाइज। गर्मी त एक रति छैन क्या आज। त्यही भएर गाइज हामी चाहिँ टक्क लाएर अब पेट्रोल हाल्नुतिर अगाडि बढ्दैछौँ गाइज। अनि बाटोमा तपाईँहरूलाई म चाहिँ वेदर देखाइदिउँ भनेर चाहिँ भिडियो बनाएको हो खासमा यो चाहिँ गाइज होइन। अनि म फेरि गाइज पेट्रोल हालेर तपाईँहरूलाई अर्को ब्लगमा फेरि देखाउने छु गाइज। बाई। यतिखेर चाहिँ हामी धरान 18 जुन चाहिँ क्याम्प नजिक पर्छ गाइज हो त्यहाँनिर आएको छौँ गाइज होइन। अनि अब चाहिँ बिस्तारै बिस्तारै अगाडितर्फ हामी बढ्दैछौँ गाइज। अनि अगाडि बढेर अब पेट्रोल पम्पमा पेट्रोल हाल्छौँ गाइज। अनि पेट्रोल पम्पमा पेट्रोल हालेर अनि ब्रेक पनि कस्नु पर्नेछ, पछाडिको ब्रेक पनि लाग्दैन त्यति मजाले। अनि गाइज मेरो चाहिँ फेरि एउटा के बानी छ भनेपछि नि बाइक स्कुटीहरू जेसुकै हुँदा पनि म ओभर एक्सपेक्ट गर्छु क्या। किन भन्दाखेरि चाहिँ मलाई ओभर एक्सपेक्ट गर्नु मन लाग्छ। केही बिग्रेको पार्टहरू छ भने बनाइहाल्नु, कसरी के गरेर हुन्छ गरिहाल्नु जस्तै नै सोच आउँछ क्या पार्ट। त्यही भएर म चाहिँ ओभर माया गर्छु क्या। जसको सुकै गाडी घोडा भए पनि मलाई चाहिँ ओभर माया लाग्छ क्या गाइज। अब अरूको गाडी हो भन्दै स्पिड कुदाउँदै यताउति छिराउँदै गर्दा त मलाई त ओभर चित्त दुख्छ गाइज। अनि फाइनली यो चाहिँ गोर्खा हो, यहाँ चाहिँ तपाईँहरू फिल्म हेर्न आउनु सक्नुहुन्छ गाइज। धरानको अहिले सिनेमा हल भनेको एउटा राम्रो यहाँ मात्रै छ, यो चाहिँ बराले किनिसकेको छ गाइज। पहिला चाहिँ गोर्खा थियो। अनि गाइज फाइनल्ली हामी चाहिँ यहाँ पनि आइसक्यौँ। यहाँनिर चाहिँ फिटनेसहरू छ गाइज होइन। अनि त्यहाँदेखि हामी अगाडितर्फ लाग्दैछौँ गाइज। अनि फाइनल्ली गाइज यो चाहिँ मेन हाइवे महेन्द्र हाइवे हो गाइज। अनि यो चाहिँ धरानको हाइवे पनि हो गाइज। यो बाटो सिधा गयौँ भने हामी इटरी पुग्छौँ र जङ्गल पनि पुग्छौँ। हामीले आज उता जानु छैन गाइज, हामीलाई पेट्रोल हाल्ने यहाँको पेट्रोल पम्पसम्म मात्रै हामी आएको हो गाइज, भोटेपुलको होइन। अनि यहाँ भोटेपुलमा तपाईँहरूलाई केटिएम डुकको सोरुम पनि हेर्न सक्नुहुन्छ। अनि फाइनल्ली गाइज म चाहिँ अब पेट्रोलतिर लागिसकेको छु होइन गाइज। अनि अब चाहिँ गाइज पुगेँ म फाइनल्ली पेट्रोल हाल्नुको लागि। म चाहिँ आफ्नो स्कुटीको पेट्रोल हाल्ने पार्ट खोल्दैछु गाइज। अनि दाइले चाहिँ कतिको भाइ भन्नुभयो अनि मैले 200 को मात्रै हालिदिनु न दाइ अहिले भने। अनि गाइज पेट्रोल हालेर अब म चाहिँ बिस्तारै अगाडितर्फ लागेँ गाइज। फेरि घुमाएर म त्यही बाटो जानुपर्ने र त्यो बाटो जानुभन्दा अगाडि चाहिँ गाइज म त्यहाँ अगाडि गएर मेरो ब्रेक कस्ने छु गाइज। मेरो ब्रेकले मलाई किन बाटोमा धोका दिन्छ जस्तै लागिरहेछ। ब्रेक भएन अनि फेरि के हुनसक्छ भनेर चाहिँ डर लागेर पनि ब्रेक त फाइनल्ली गाइज कस्नै पऱ्यो। अनि म चाहिँ अगाडि गएर कस्छु गाइज। अनि यहाँनिर चाहिँ जहिले पनि एकैछिनमा रोड काट्न सकिँदैन क्या गाइज। किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ ओभर डर लाग्दो हुन्छ। हेर्नुभयो गाइज ट्रक यताबाट आइदिन्छ, स्कुल बस यताबाट आइदिन्छ। त्यही भएर तपाईँहरू चाहिँ ओभर सेफ भएर यो बाटो हिँड्नुभएको छ भने चाहिँ ओभर सेफ भएर टर्निङ सर्निङ काट्नु होला गाइज होइन।
अरू यस्तै हो होइन गाइज। अब यो ट्रकमा चाहिँ ओभर लेखेको पनि रहेछ क्या गाइज होइन, तर मैले यहाँ मजाले पढ्न सकिनँ गाइज। तपाईँहरू मजाले हेरेर फुल भिडियो हेरेर पढिदिनुहोस् होला गाइज। यो चाहिँ क्रन्च फिटनेस भनेर, क्रन्च फिटनेस भनेको ओभर चलेको जिम भनेको पनि एउटा यहाँनिर छ गाइज होइन, यो भोटेपुलमा। अनि गाइज फाइनली हामी जाने बाटोमा नै ट्रक पनि त्यही बाटो गयो। अनि गाइज रङ साइडबाट त ओभरटेक हान्नु मिलेन, त्यही भएर म ट्रकको पछाडि पछाडि नै जान्छु गाइज होइन। अनि यहाँ साइडमा ग्यारेज छ भने चाहिँ म ब्रेक कस्नु पऱ्यो भनेर सोच्दै थिएँ गाइज। अनि म चाहिँ एउटा ठ्याक्क अगाडिको यसमा ग्यारेजमा रोकेर फाइनल्ली म आफ्नो स्कुटीलाई पार्किङ गरेर गाइज। अनि अङ्कलले ब्रेक कस्दिँदै हुनुहुन्छ गाइज। अनि अङ्कलले चाहिँ स्कुटी यस्तो गर्नुहोस् न भाइ भन्नुभयो। अनि मैले मेरो क्यामराम्यानलाई फोन दिएर मैले चाहिँ अङ्कललाई हेल्प गरिदिएँ होइन। अङ्कलले चाहिँ ब्रेक कस्दिँदै हुनुहुन्छ होइन गाइज, मजाले कस्दिनु भयो अङ्कलले। ओभर राम्रो लाग्यो अङ्कलको बोली विचार होइन गाइज। अनि अङ्कलले चाहिँ अब लास्ट स्टेज छ भाइ, अब चाहिँ कस्नु मिल्दैन भन्दै हुँदो रहेछ क्या गाइज। यो स्कुटीको ब्रेक सुल पनि हामीले कतिचोटि फेरिसक्यौँ, तर एन्ट्रोकको चाहिँ पछाडिको ब्रेक छिटै जाँदो रहेछ क्या गाइज। अनि अङ्कलले टाइट गरिदिनु भयो गाइज फाइनल्ली होइन। अनि अङ्कल कति पैसा दिउँ भनेर मैले सोच्दाखेरि अङ्कलले 1 रुपियाँ पनि पर्दैन भाइ भन्नुभयो। अनि यो अङ्कललाई चाहिँ धेरै धेरै थ्याङ्क यू होइन गाइज। अनि फेरि म चाहिँ आफ्नो स्कुटीलाई ब्याक गरेर आजको वेदर हेर्दै म चाहिँ तल आमा पोखरी जानेछु गाइज। फाइनल्ली अब चाहिँ हामी त्यही अघि आएकै बाटो हामी पेट्रोल हालेर फेरि अगाडितर्फ बढ्दैछौँ गाइज होइन। अनि अगाडितर्फ हामी जाँदा जाँदा बाटोमा धेरै कुरा पनि आज देख्नेछु जस्तै मलाई लागिरहेको छ गाइज। अनि अब हेर्दै जाउँ के हुन्छ। म चाहिँ आफ्नो क्यामराम्यानसँग गफ गर्दै बिस्तारै गइ नै रहेको छु। यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज राधाकृष्णको मन्दिर पनि छ होइन। अनि यो लाइनमा पनि तपाईँहरू नर्सरी एभ्रिथिङ भेट्न सक्नुहुन्छ गाइज होइन। यो बाटोमा तपाईँहरू खाने आइटमहरू यहाँनिर चाहिँ ओभर मिठो मिठो पाउने ठाउँ पनि छ होइन गाइज। अनि आजको वेदर हेर्दै फेरि हामी चाहिँ बिस्तारै बिस्तारै अगाडितर्फ बढ्दैछौँ गाइज। अनि गाइज फाइनली हामी चाहिँ आमा पोखरीको लागि तल रेलवेदेखि तल झरिसक्यौँ गाइज होइन। अब हामी चाहिँ यहाँदेखि सिधा बाटो गएर अब त्यहाँदेखि फेरि लेफ्ट टर्न लिएर हामी चाहिँ हाम्रो ब्लकलाई अगाडि बढाउँदै हामी पनि अगाडि बढ्दै हामी चाहिँ आमा पोखरीतिर लाग्दैछौँ गाइज होइन। अब तपाईँहरू मेरो फुल भिडियो हेरेर मलाई सपोर्ट गर्नुहोस् होला गाइज। बाटोको कन्डिसन ओभर बिग्रेको छ आज होइन गाइज, पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ। आजको वेदर हेरेर चाहिँ म ओभर ह्याप्पी छु गाइज होइन। त्यही भएर आज त्यत्रो गर्मी नभएको कारणले गर्दाखेरि पनि जाउँ आमा पोखरी भनेर मैले सोचेको थिएँ गाइज। अनि मेरो क्यामराम्यानलाई पनि जानु मन लागिरहेको रहेछ गाइज। अनि त्यही भएर हामी दुईजना चाहिँ जाउँ भनेर नै आएको हो गाइज होइन खासमा चाहिँ। अनि त्यही भएर हामी चाहिँ अब बिस्तारै बिस्तारै लाग्दैछौँ गाइज।
अनि गाइज फाइनल्ली हामी चाहिँ फोक्लेनको पुल पनि आइसकेको छौँ। अब यहाँदेखि तल झर्ने बित्तिकै गाइज हामी तल झरेर अनि लेफ्ट लिएर त्यो बाटो हामी सिधै जानेछौँ। त्यो चाहिँ आमा पोखरी जाने बाटो भयो गाइज होइन। यो बाटो तपाईँहरू धेरै सबैलाई थाहा नै होला। आमा पोखरी जानुभएको बेला चाहिँ गाइज होइन यहाँदेखि अब लेफ्ट जानुपर्ने हो गाइज होइन। म चाहिँ बाटो बिर्सेर झन्नले उता गइनँ। तपाईँहरू आजको बाटोको कन्डिसन हेर्न सक्नुहुन्छ गाइज। अनि नेचर त आजको तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज। ग्रासहरू हेर्नुहोस्, हरियो ग्रिन एन्ड क्लिन सिटी हो क्या गाइज यो भनेको चाहिँ। ओभर मनपर्छ। तर बाटो यहाँनिर झन् पिच भइदिएको कस्तो राम्रो हुन्थ्यो होला गाइज, तपाईँहरू आफै सोच्नु। अनि गाइज बाटोको यहाँको कन्डिसन ओभर बिग्रेको कारणले गर्दाखेरि चाहिँ हामी बिस्तारै बिस्तारै नै गइरहेको छौँ। हामीलाई कति मिनट लाग्दो रहेछ आज आमा पोखरी पुग्नको लागि गाइज होइन। बिस्तारै नै गइरहेको छौँ। अनि यहाँ चाहिँ गाई चढाउन पनि लिएर आउनुभएको रहेछ गाइज होइन। अनि यहाँ चाहिँ घाँसहरू धेरै पाएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर घाँस काट्न गाईहरूलाई चढाउन यो ठाउँमा चाहिँ लिएर आउनु हुँदो रहेछ क्या गाइज। अनि हामी चाहिँ जङ्गलको बाटो अब बिस्तारै बिस्तारै अगाडितर्फ बढ्दैछौँ गाइज होइन। बाटोभरि खाल्टाङ खुल्टुङ चाहिँ यस्तै हो होइन। हामी चाहिँ आज ओभर टाइम लागेर पुग्नेछौँ जस्तै आमा पोखरी लागिरहेछ गाइज। मेरो बाइक चाहिँ त्यही भएर मैले लिएर नआएको। मेरो बाइक ल्याइदिएको भाइ गाइज चक्का त्यतिकै बिग्रेको थियो, चक्का खुल्ने डर हुन्छ भनेर चाहिँ आज मैले स्कुटी नै लिएर आएँ गाइज। अनि गाइज हामी चाहिँ बिस्तारै बिस्तारै अब अगाडितर्फ लाग्दैछौँ गाइज। अनि गाइज फाइनली हामी चाहिँ जङ्गल आयौँ। जङ्गलको यो रुख देखेर गाइज कति साल पुरानो रुख होला क्या यिनीहरू गाइज। अनि यो रुखहरू देखेर चाहिँ मलाई कस्तो अनौठो लाग्यो क्या यो ठाउँ। यहीँ बसिराख्नु कहीँ नजानु जस्तै नै फिल भयो क्या गाइज। म चाहिँ फेरि नेचरसँग ओभर रमाउने मान्छे हो होइन गाइज। बाहिर होटेल सोटेलमा भन्दा पनि नेचरमा बस्नु हिँड्नु चाहिँ मलाई ओभर आनन्द पिसफुल लाग्छ क्या गाइज। किन भन्दाखेरि चाहिँ मलाई ओभर मनपर्छ क्या गाइज। अनि यहाँनिर चाहिँ दाउराहरू लिन पनि आउनु हुँदो रहेछ मान्छेहरू, घाँस काट्नको लागि पनि आउँदै हुँदो रहेछ गाइज। अनि यो बाटो चाहिँ ओभर डेन्जर पनि हो। हात्ती साथी कतिखेर निक्लिन्छ, कस्तो बेला के हुन्छ यो बाटोमा भन्न सकिँदैन। त्यही भएर यो बाटोमा चाहिँ धेरै बेर पर्खिनु हुँदैन। त्यही भएर हामीले नरोकिकन हामी सिधै गइरहेको छौँ गाइज होइन। यस्तो यस्तो ठाउँमा चाहिँ रोक्नु पनि डर लाग्छ गाइज। पहिला यतातिर के धेरै कस्तो नराम्रोहरू हुन्छ गाइज। लुट्ने, काट्ने, मार्ने, फ्याल्ने हुन्छ गाइज। अनि त्यही भएर चाहिँ त्यही डरले हामी चाहिँ बिस्तारै बिस्तारै अगाडितर्फ लाग्दैछौँ गाइज होइन। बाइकहरू पनि आजकल चाहिँ यो बाटोमा गाडीहरू पनि धेरै कुद्न थालेको छ गाइज। त्यही भएर त्यति डर लाग्दैन यो बाटो हिँड्नुको लागि। तर गाइज प्लिज रातिको बेला चाहिँ तपाईँहरू प्लिज यो बाटो नहिँडिदिनुहोस् होला। खाल्टाङ खुल्टुङ ठुल्ठुलो छ। भरे रातिको बेला हात्ती साथी रोडमै आइरहेको हुन्छ गाइज। त्यही भएर यो बाटोमा चाहिँ ओभर डर लाग्छ। म चाहिँ एकचोटि पहिला नै जाँदाखेरि कोसी ब्यारेज जाँदाखेरि 7 बजे यो बाटोमा जाँदाखेरि गाइज मैले हात्ती पनि देखेको थिएँ क्या एकचोटि। तर मलाई डर लागेर गाइज म त स्कुटी खाल्टाङ न खुल्टुङ केही नसम्झिकन म त स्पिडमा स्कुटी लिएर गएँ गाइज होइन। अनि पर पुगेर मात्रै मेरो सास आयो कि अब चाहिँ बाँच्यो। ओ माई गड, थ्याङ्क्स गड भन्दै मैले कति प्रे गरेँ क्या गाइज। त्यही भएर मलाई चाहिँ यो बाटोमा हिँड्दाखेरि राति चाहिँ हिँड्नै मन लाग्दैन क्या। ओभर नै धेरै डर लाग्छ क्या गाइज। अनि यो बाटोमा चाहिँ फेरि हेर्नुहोस् न गाइज, यति यहाँदेखि उहाँ परसम्म चाहिँ पिच छैन। फेरि आधा बाटोदेखि चाहिँ आधा बाटोसम्म पिच छ क्या। त्यो चाहिँ कसरी भयो क्या, म त ओभर कन्फ्युज छु क्या गाइज। अब तपाईँहरू हेर्दै जानुहोस् है गाइज भ्लगमा। आधा बाटोदेखि तपाईँहरू पिच देख्नुहुन्छ गाइज। फाइनली गाइज हामी पिच रोड पनि आइसक्यौँ। यस्तै पिच परसम्म भइदिएको कस्तो आनन्द हुन्थ्यो गाइज। यस्तो पिच रोडले गर्दाखेरि यो वातावरणहरू सबै सफा, त्यहाँभन्दा पनि यहाँको नेचर कति राम्रो हरियोपन देखेको छ गाइज। तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। त्यहाँ चाहिँ धुलो उडेको कारणले गर्दाखेरि चाहिँ सब धुलो रुखमा टाँसेको छ होइन गाइज। अनि यो पिच रोडमा कुदाउनु पनि अर्कै मजा छ क्या गाइज। दुई साइडबाट जङ्गल, बिचमा बाइक कुदाएर ओ माई गड यस्तो पिसफुल भयो कि गाइज। मलाई यस्तो आनन्द आयो कि। अनि बाटोमा मान्छेहरू यसरी रोक्दै दौरा सौरा हेर्दै बिस्तारै बिस्तारै जाँदै हुनुहुन्छ होइन गाइज। अनि गाइज बिस्तारै बिस्तारै हामी पनि अगाडितर्फ लाग्दैछौँ गाइज। अनि तपाईँहरूलाई म अब अर्को ब्लगमा फेरि देखाउने छु गाइज होइन। यहाँको वातावरण तपाईँहरूले हेर्नुभयो। तपाईँहरू आमा पोखरी आउँदै हुनुहुन्छ भने चाहिँ गाइज छिटै हिँड्नुहोस् होला घरबाट होइन। रात परेको बेला चाहिँ नहिँड्नुहोस् होला। र यो पिच रोडमा चाहिँ तपाईँहरू फोटो भिडियो खिच्नु चाहिँ नबिर्सिनुहोस् होला गाइज होइन। अनि गाइज आजको मौसम पनि ओभर दामी छ गाइज। फेरि पनि मैले भने आजको मौसम ओभर नै बवाल छ गाइज। गर्मी त एक रति भएको छैन गाइज। 3-4 दिनदेखि चाहिँ धरानमा ओभर गर्मी बढेको छ। विभिन्न ठाउँमा पनि ओभर गर्मी होला गाइज होइन गाइज। अनि हामी चाहिँ आमा पोखरी जाउँ। आज त्यति गर्मी छैन, फेरि भोलि गर्मी हुन्छ भनेर चाहिँ
मेरो क्यामेराम्यानले पनि आज चाहिँ हामी कति माथिको मात्रै हाल्ने, आज चाहिँ तलको पनि भ्लग हालौँ भनेर चाहिँ अनि मैले जाउँ न त तल भने। अनि गाइज हामी चाहिँ बाटो चाहिँ यस्तो छ है गाइज, तपाईँहरू पानी तरेर जानुपर्छ गाइज। पानी परेको बेला चाहिँ प्लिज कोही पनि नजानुहोस् होला आमा पोखरी गाइज। अनि हामी चाहिँ यहाँनिर फाइनली हाम्रो स्कुटी नै अड्क्यो गाइज। अनि मैले चाहिँ क्यामेराम्यानलाई उत्र त अब तिमी, अब यो स्कुटी तानिँदैन भनेर उत्रिन लाएँ गाइज होइन। अनि उत्रेपछि मैले तान्नु खोज्दा पनि गाइज तान्न सकिनँ होइन। अनि मलाई डर लाग्नु थाल्यो, ल्या अब के गर्नु म भनेर कस्तो भयो क्या। अनि कोही मान्छेलाई हेर्छु छैन होइन, ठेल्न खोल्छु त्यही पनि हुँदैन। त्यही पनि मैले हार नमानिकन म सक्छु भन्दै मैले चाहिँ गाइज स्कुटीलाई स्टार्ट गरेर होइन गाइज अगाडितर्फ लानु पऱ्यो भनेर सोचेँ गाइज। बिस्तारै बिस्तारै अगाडितर्फ लाँदैछु गाइज। मैले चाहिँ यो चक्का चाहिँ यसरी फसेको कारणले गर्दाखेरि ओभर डर लाग्यो, अब चाहिँ ला उत्रेर ठेल्नुपर्छ, मेरो लुगा पनि फोहोर हुन्छ भनेर चाहिँ सोचेँ। यसरी एक्सिलेटर घुमाउँदा चाहिँ गाइज चक्का चिप्लिन थाल्यो क्या, यसरी घुम्नु थाल्यो। त्यही पनि गाइज मैले हार नमानेर बिस्तारै बिस्तारै भए पनि अगाडितर्फ लागेर गाइज मैले फाइनली गाइज पानीमा नटेकिकन स्कुटी कटाएँ गाइज। अनि त्यही बाटो फेरि हामी गाइज अगाडितर्फ लाग्दैछौँ गाइज। बाटोमा चाहिँ यस्तो यस्तो खोलाहरू आउँदैछ गाइज। यस्तो बेला चाहिँ तपाईँहरू सेफ भएर कुदाउनुहोस् होला, स्कुटी तपाईँहरूको चिप्लिन सक्छ गाइज होइन। अनि गाइज तपाईँहरू यहाँको वेदर, वातावरण, एभ्रिथिङ हेर्न सक्नुहुन्छ गाइज। यहाँ बस्ने मान्छेहरूलाई चाहिँ ओभर पिसफुल हुन्छ क्या गाइज। यहाँनिर चाहिँ साइकल कुदाउँदा आहा कस्तो आनन्द आउँछ होला क्या गाइज। अनि गाइज यो घाम मात्रै लागेको हो, गर्मी चाहिँ छैन है गाइज आज। अनि हामी चाहिँ बिस्तारै बिस्तारै फेरि अगाडितर्फ लाग्दैछौँ गाइज। फाइनली गाइज हामी चाहिँ आमा पोखरी आइसक्यौँ होइन। अनि गाइज यो चाहिँ पानी बढेको बेला स्कुटी तपाईँहरू यतैपट्टि राखेर यो झुलुङ्गे पुलको माथिबाट जानुपर्ने हुन्छ गाइज होइन। अहिले पानी कम भएको कारणले गर्दाखेरि चाहिँ हामी स्कुटी नै लिएर गयौँ गाइज होइन। अनि गाइज हामी बिस्तारै बिस्तारै तलतर्फ झऱ्यौँ गाइज। मैले खुट्टा नटेकिकन फेरि पनि जुत्ता भिज्छ भन्ने डर लागिरहेको थियो, तर मैले आर्ट गरेर भए पनि गएँ होइन गाइज। यहाँदेखि चाहिँ मलाई ओभर उकालो लागेको कारणले गर्दाखेरि चाहिँ स्कुटी ठोकिन्छ भन्ने डरले चाहिँ मैले मेरो क्यामेराम्यानलाई उठारेर म चाहिँ बिस्तारै माथिसम्म चढाएँ होइन गाइज। अनि मेरो क्यामेराम्यान चाहिँ हिँड्दै हिँड्दै आउँदै हुनुहुन्छ होइन गाइज। फाइनली गाइज मैले चाहिँ स्कुटी पनि यहाँनिर राखेर पार्किङ गरिसकेँ गाइज होइन। अनि गाइज हामी चाहिँ गेटभित्र छिरिसकेको छौँ होइन गाइज। अनि यहाँनिर चाहिँ हामीलाई पनि दुईवटा टिकट दिनुहोस् न भनेर यहाँ आन्टीलाई मैले भनेँ। अनि आन्टीले एकैछिन पर्खिनुहोस् ल बाबु भन्नुभयो। अनि हस् आन्टी भने होइन गाइज। अनि यहाँ छिर्ने बित्तिकै मलाई त कस्तो पिसफुल लागेको गाइज। अनि ओपर रमाइलो ठाउँ लागेको गाइज, हरियो हरियो। तपाईँहरू हेर्नुहोस् न गाइज कस्तो राम्रो देखिरहेछ क्या। अनि मैले चाहिँ दुईवटा टिकट मागेँ, दुईवटा टिकट दिनुभयो गाइज। अनि एउटा टिकटको प्राइस 10 रुपियाँ, अर्को टिकटको प्राइस 10 रुपियाँ, दुईवटा मिलाएर 20 रुपियाँ भयो। अनि आन्टीले मलाई 80 रुपिस फिर्ता दिनुभयो गाइज। अनि यहाँ चाहिँ कङ्गारोको स्ट्याचु पनि रहेछ गाइज होइन। अनि अगाडि चाहिँ लायनको स्ट्याचु पनि रहेछ होइन गाइज। लायनको त गरेको देख्दा मलाई ओभर डर लाग्यो गाइज। अनि मैले चाहिँ यो जिउँदो भयो भने त हामीलाई मार्छ होला है भनेर मैले क्यामेराम्यानलाई भने। अब यी मार्छ नि भन्नु मेरो क्यामेराम्यानले पनि मलाई भन्नुभयो गाइज होइन।
अनि गाइज मेरो क्यामेराम्यानले चाहिँ मलाई ओभर सपोर्ट गर्नुहुन्छ भिडियो बनाउनुदेखि लिएर एभ्रिथिङसम्म होइन गाइज। म चाहिँ यहाँनिर अब एकचोटि म बाघलाई नै डराएर आउँछु ल भन्दै म चाहिँ गएँ बाइकनिर हा गर्नुको लागि होइन गाइज। किन भन्दा यसो रमाइलोको गइदिएको गाइज। अनि मलाई हाँस उठ्यो। अनि यहाँनिर चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज 50 किलो जतिको टोटराइज पनि होला गाइज, तर त्यो चाहिँ स्ट्याचुको टोटराइज हो होइन। अनि यहाँ बस्ने ठाउँहरू पनि तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज कति धेरै छ। अनि तपाईँहरू जता पाए त्यतै गएर पनि बस्न सक्नुहुन्छ गाइज। अनि हामी अगाडि बाटोबाट जाँदै गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ यस्तो देख्दा ओभर ह्याप्पी लाग्यो। अङ्कलहरूले यहाँनिर बन्सी खेल्न पनि आउनुभएको रहेछ गाइज, फिसिङ गर्नु पनि अङ्कलहरूले चाहिँ यहाँनिर यसरी फिसिङ गर्दै हुँदो रहेछ। यहाँ अङ्कललाई मैले सोध्नेछु गाइज के कुरा। अनि अङ्कललाई चाहिँ कसरी मार्नुहुन्छ अङ्कल माछा भन्दाखेरि अङ्कलले चाहिँ म यहाँनिर यिनीहरू सबै हालेर यसरी मार्नुपर्छ भनेर भन्नुभयो। अनि मलाई सबै कुरा देखाइदिनु भयो। अनि गाइज मलाई पनि क्या फिसिङ गर्नु मन लाग्यो क्या त्यो देखेर। अनि सबजना हन्टिङमा हुनुहुँदो रहेछ माछाको। अनि यहाँनिर फुल हेर्न सक्नुहुन्छ गाइज कति मजाले फलेको छ होइन गाइज। उहाँहरू चाहिँ आनन्द गरेर यहाँ बस्दै माछा मार्दै टाइम पास गर्दै ओभर रमाइलो गर्दै बसिराख्नु भएको रहेछ क्या गाइज। अनि यहाँनिर चाहिँ यो खोलामा पनि धेरै साह्रै माछा छ भन्ने सुनेको थिएँ गाइज मैले होइन। मलाई पनि यसरी फिसिङ गर्नु चाहिँ ओभर मजा आउँछ गाइज होइन। अनि हामी चाहिँ अगाडितर्फ अब बिस्तारै बिस्तारै बढ्दैछौँ गाइज। अगाडि पनि के छ र भनेर हामी हेर्नको लागि गइरहेको छौँ गाइज। मेरो भिडियोमा साथ दिएर मलाई हेर्नुहोस् होला गाइज। म अगाडि तपाईँहरूलाई सबै कुरा देखाउने छु र आमा पोखरीमा के छ के छैन भनेर। यहाँबाट चाहिँ पानी त्यो पानी यतादेखि उता उतादेखि यता जाने ठाउँ रहेछ गाइज। अनि तपाईँहरूलाई म त्यो पनि देखाउने छु। यो चाहिँ गाइज पानी बढेको बेला यो चाहिँ गेट खोल्ने क्या गाइज। यो घुमाउनु भयो भने चाहिँ तपाईँहरू पानी फोर्समा निक्लिन्छ गाइज भरिएको पानीहरू होइन। त्यही भएर यहाँनिर चाहिँ यस्तो खाले पनि बनाउनु भएको रहेछ। अहिले चाहिँ गेट बन्द थियो। अनि फाइनली गाइज यो काठको पुल देखेर चाहिँ मलाई ओभर नै राम्रो लाग्यो क्या। म चाहिँ नेपालमा छुइनँ जस्तै नै मलाई एकछिन त फिलिङ भयो क्या गाइज। म बाहिर स्विजरल्यान्डतिर घुम्न आएको जस्तै नै फिलिङ भयो क्या गाइज। लन्डन ब्रिजतिर छु जस्तै नै फिलिङ भयो गाइज होइन। अनि आजको तपाईँहरू वेदर फेरि हेर्न सक्नुहुन्छ गाइज। अनि आजको यहाँको वेदर यहाँको नेचर यहाँको एभ्रिथिङ तपाईँहरू हेर्न सक्नुहुन्छ होला। सुन्दर र शान्त र व्यवस्था भएको ठाउँ हो गाइज यो होइन। अनि त्यही भएर तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ होला गाइज। म चाहिँ ओभर पानीमा हेर्दै जङ्गललाई हेर्दै ओभर रमाइरहेको छु क्या गाइज। मलाई चाहिँ यति पिसफुल लागिरहेछ कि गाइज। मलाई त एकछिन बस्नु पनि मन लागेको छैन क्या। आएदेखि म हिँडै छु गाइज होइन। किन भन्दाखेरि चाहिँ यस्तो राम्रो ठाउँमा आएर बस्ने त मनै नलाग्ने क्या गाइज। अनि मैले मेरो क्यामेराम्यानलाई अब एउटा ठाउँमा चाहिँ कति खिच्नु अर्को ठाउँमा पनि जाउँ अर्को ठाउँमा पनि देखाउनु पर्छ भनेर गाइज हामी चाहिँ अगाडितर्फ बढ्दैछौँ गाइज। अनि गाइज एउटा चाहिँ हेर्नुपर्ने कुरा भनेको चाहिँ नि गाइज आमा पोखरी तपाईँहरू जानुभएको छ भने चाहिँ यो जू हेर्न नबिर्सिनु होला गाइज। यहाँ भल्चर रहेछ अनि यहाँनिर ब्ल्याक इगल रहेछ गाइज होइन। अनि यहाँनिर चाहिँ तलमा ऱ्याबिटहरू पनि रहेछ गाइज होइन। यो ब्ल्याक इगल चाहिँ मलाई देख्ने बित्तिकै कस्तो डेन्जर डर लाग्यो क्या गाइज। अनि यहाँनिर चाहिँ इगल पनि देख्यौँ हामीले होइन गाइज। सबै कुरा देख्यौँ वाइट ऱ्याबिट पनि देख्यौँ ऱ्याबिटहरू पनि देख्यौँ। ओ माई गड कस्तो राम्रो लागेको क्या गाइज मलाई त्यो देखेर होइन। अनि गाइज फाइनली फेरि हामी यति मात्रै रहेछ यहाँनिर। अनि फर्केर हामी अब अगाडिको बाटो जाँदैछौँ। यता पनि के रहेछ भन्दै हामी चाहिँ हेर्दै जाँदैछौँ गाइज। तपाईँहरू भिडियोमा हेरेर मलाई साथ दिनुहोस् होला अगाडिसम्म गाइज होइन। अनि यतातिर पनि तपाईँहरूलाई म फुल भिडियोमा देखाउने छु के छ भनेर गाइज।
अनि गाइज होइन तपाईँहरू जो कोही पनि आमा पोखरी आउनुभएको छैन भने मेरो भ्लग हेरिराख्नु भएको छैन भने प्लिज भिजिट गर्नुहोस् होला एकचोटि आमा पोखरी। तपाईँहरूलाई ओभर राम्रो लाग्नेछ गाइज। अनि यहाँबाट चाहिँ गाइज हामीले हेर्दाखेरि क्या ओभर आनन्द लाग्यो होइन गाइज। अनि हामी चाहिँ एकछिन फोन राखेर होइन गाइज एउटा भिडियो बनाउनु पऱ्यो भनेर दुईजना सँगै बस्यौँ गाइज होइन। अनि फाइनली गाइज हामी दुईजनाको एउटा भिडियो बनाउँदै यहाँ आनन्द पिस हेर्दै नेचर हेर्दै पानी हेर्दै माछा उब्रेको हेर्दै चराहरू कराएको सुन्दै बस्नुको लागि ओभरै मजा आयो गाइज होइन। गाइज होइन यसरी बस्दा बस्दा चाहिँ रातै परेछ होइन। अब त्यहाँदेखि त हामीलाई उठेर जानु पनि मन लागेन, तर पनि गाइज अब के गर्नु, घर त जानै मिल्यो, राति यहाँ बस्नु मिलेन गाइज। अनि त्यही भएर हामी चाहिँ अब घरतिर लाग्दैछौँ गाइज। तपाईँहरू आउँदाखेरि चाहिँ यतातिर बस्न चाहिँ नबिर्सिनुहोस् होला। आमा पोखरी जो कोही भिजिट गर्नुभएको छैन भने चाहिँ गाइज प्लिज गर्नुहोस् होला है। ओभर दामी ठाउँ छ क्या गाइज। तपाईँहरू 10 रुपियाँ मात्रै टिकट हो गाइज। आएर 2 घन्टा बसेर जानुभयो भने तपाईँहरू ओभर ह्याप्पी, ओभर माइन्ड फ्रेस हुन्छ तपाईँहरूको होइन गाइज। अनि हामी चाहिँ अब घरतिर लाग्दैछौँ गाइज फाइनल्ली होइन। हामी चाहिँ अब बिस्तारै बिस्तारै नै जाँदैछौँ गाइज, किन भन्दाखेरि चाहिँ जानु मन नलागेर पनि गइरहेको छौँ गाइज होइन। अनि त्यही भएर हामी बिस्तारै बिस्तारै नै गइरहेको छौँ क्या गाइज। यहीँ घर भएको यहीँबाट यहीँ सुत्थ्यौँ, यहीँ बस्थ्यौँ, यहीँ खान्थ्यौँ जस्तै नै हुन्छ क्या गाइज। कहीँ जान्नथ्यौँ जस्तै नै हुन्छ क्या। नेचरमा आइसकेपछि चाहिँ मलाई चाहिँ गाइज तपाईँहरूलाई कस्तो हुन्छ त्यो चाहिँ थाहा भएन। नेचरसँग चाहिँ मलाई ओभर रमाउनु मन लाग्छ गाइज होइन। अनि गाइज घाम पनि अब डुब्दै गइरहेको छ, टाइम पनि 6 बजिसक्यो गाइज। अब 7 बजे राति हुन्छ भन्दै हामी चाहिँ अब बिस्तारै बिस्तारै गाइज घरको बाटोतिर लागिरहेको छौँ गाइज। अनि यहाँदेखि चाहिँ हामी यहाँ डगहरू फाइटिङ गर्दै रहेछ गाइज, कुकुर झगडा गर्दै रहेछ गाइज। अनि अघि देखाएको तपाईँहरूलाई कङ्गारुको स्ट्याचु। अनि गाइज यहाँको ग्रिन घाँस, यहाँको ग्रिन नेचरहरू सबै देखाएर अनि यहाँनिर चाहिँ अघि हामीले टिकट काट्ने काउन्टर हो गाइज। अनि यो चाहिँ मेन गेट हो छिर्ने होइन गाइज। अनि 10 रुपियाँ टिकट काटेर तपाईँहरू छिर्न सक्नुहुन्छ गाइज। अनि गाइज यति बेला चाहिँ अब म बाहिर निक्लेर मेरो स्कुटी अब स्टार्ट गरेर स्कुटी चाहिँ यहाँ ओभर सेफ भएर हुँदो रहेछ गाइज। यहाँ बाहिर मान्छेहरू पनि बस्दै हुँदो रहेछ। अनि तपाईँहरूलाई भोक लागेको बेला चाहिँ यहाँ चटपटे सटपटे पनि बेच्नुहुन्छ आन्टीले। यहाँनिर चाहिँ चटपटे पनि खान सक्नुहुन्छ गाइज। यही हो गाइज आमा पोखरी छिर्ने मेन गेट। अनि हाम्रो स्कुटी यहाँ छ गाइज। अनि गाइज फाइनल्ली गाइज म चाहिँ अब स्कुटी स्टार्ट गरेर मेरो क्यामेराम्यानलाई फोन दिएर म चाहिँ स्कुटी घुमाएर अब स्कुटी कुदाएर अगाडि बढाउँदै गाइज। अनि अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ गाइज। अनि फाइनली गाइज मेरो क्यामेराम्यान पनि बसिसक्नु भयो गाइज। अनि अघि यही बाटो आउँदाखेरि ठोकिन्छ जस्तै मलाई डर लागेको थियो, तर ठोकिँदैन रहेछ गाइज। त्यही भएर हामीलाई ढिलो पनि हुँदै थियो। त्यही भएर हामीले चाहिँ कन्टिन्यू पानीमा पनि मैले खुट्टा नटेकिकन मजाले कटाएर बिस्तारै कटाएर कतै ठोकिन नदिएर नलडाइकन बिस्तारै गाइज फाइनल्ली म चाहिँ रोडमा अब इन्ट्री हुनेछु गाइज होइन गाइज। अनि म चाहिँ अब तपाईँहरूलाई बाटोको पनि भिडियो देखाउने छु, बाटोमा यतिखेर जाँदा कस्तो के छ। अनि गाइज तपाईँहरू चाहिँ आजको वेदर चाहिँ हेर्न सक्नुहुन्छ गाइज। आमा अनि पानी बढेको बेला चाहिँ यही झुरुङ्गे पुलबाट तपाईँहरू यहीँबाट जानुपर्ने हुन्छ गाइज। बाइकहरू चाहिँ यहीँ पार्किङमा राख्नुपर्ने हुन्छ। र बाटो चाहिँ यस्तो छ गाइज। अघि आउँदा चाहिँ हामी अर्को बाटो आएको थियौँ, जाँदा चाहिँ हामी काला बन्जर निक्लिँदै जाने भनेर सोच्दैछौँ गाइज। किन भन्दाखेरि चाहिँ अघि आएको बाटोमा चाहिँ ओभर चिप्लिने स्कुटी
फस्ने डर भयो। त्यही भएर हामी चाहिँ स्कुटी भरे केही भयो भने चाहिँ गिद्दी हुन्छ भनेर अनि त्यहाँ त मान्छेहरू पनि हुँदैन, कसलाई बोलाउनु भन्दै हामी चाहिँ त्यो बाटो नगइकन हामी चाहिँ यो बाटो अब जाँदैछौँ गाइज। यो बाटो चाहिँ हामी सिधै अगाडि गयौँ भने अनि हामी काला बन्जर पुग्नेछौँ गाइज। अनि फेरि म तपाईँलाई नेक्स्ट भिडियोमा देखाउनेछु गाइज अगाडि के कस्तो छ भनेर गाइज। अनि गाइज फाइनली होइन यतातिर चाहिँ घरहरू पनि टन्ने रहेछ गाइज होइन। यहाँनिर चाहिँ सानो सानो घर, कति चिटिक्क परेको घर होइन गाइज। अनि सबैजना चाहिँ यहाँ चाहिँ बेसी साइकलमै हिँड्नुहुँदो रहेछ गाइज, किनभने यो गाउँघरमा साइकल कुदाउनु पनि अर्कै मजा छ गाइज। अनि हाँस चाहिँ आज हामीले धेरै देख्यौँ गाइज होइन। अनि फाइनली गाइज हामी चाहिँ अब हाइवेमा आइपुग्यौँ होइन। यो बाटो हामी सिधै जानेछौँ गाइज। अनि अगाडि रोकेर हामी एक बोतल पानी लिएर पानी खाँदै हामी सिधै अगाडितर्फ लागेर घरतिर जानेछौँ गाइज। यो बाटो अब तपाईँहरू कन्टिन्यू गइराख्नु भयो भने चाहिँ गाइज तपाईँहरू काला बन्जर पुग्नुहुन्छ गाइज होइन। अब हामी काला बन्जर हुँदै अनि त्यतादेखि तलको बाटो हुँदै हामी मास्तिरतिर लाग्दै जङ्गलको बाटो। झन्डले आन्टीले के गरी एकैचोटि रोकिदिनु भएको, के गर्नु चाहिँ के खोज्नु भएको थाहा भएन गाइज होइन। झन्डले एक्सिडेन्ट भयो, मलाई त एकदम डर पनि लाग्यो। टिफरहरू पनि यो बाटोमा कुद्दो रहेछ गाइज। टिफर हेर्ने बित्तिकै मलाई डर लाग्छ। अनि यहाँदेखि चाहिँ लेफ्ट टर्न लिएर हामी चाहिँ अलिकता अब यहाँदेखि चाहिँ ग्राभल रोड आयो होइन गाइज। अनि ग्राभल रोडमा हामी बिस्तारै गइरहेको छौँ गाइज। अनि यहाँनिर तपाईँहरू घर हेर्न सक्नुहुन्छ गाइज, रुखै रुख अनि घर। ओ माई गड, यस्तो तपाईँहरू धरानमा हेर्न सक्नुहुँदैन जुन चाहिँ तपाईँ काला बन्जरमा हेर्न सक्नुहुन्छ। जे चिज तपाईँ काला बन्जरमा हेर्न सक्नुहुन्छ त्यो चिज चाहिँ तपाईँ धरानमा हेर्न सक्नुहुँदैन गाइज। त्यस्तो हुन्छ। गाउँको मजा पनि बेग्लै छ, सहरको मजा पनि बेग्लै छ गाइज। काला बन्जर भनेको चाहिँ गाउँ हो, यो बाटो चाहिँ गाउँघर हो होइन गाइज। अनि धरान भनेको चाहिँ तपाईँलाई सहर भनेर चिनिन्छ, सिटी भनेर चिनिन्छ गाइज। तर भिलेज र सिटीमा के फरक छ भन्दाखेरि चाहिँ गाइज भिलेजमा बस्दाखेरि चाहिँ तपाईँहरूलाई ओभर आनन्द शान्ति लाग्छ, हल्लाहुल्ली सुन्नु हुँदैन गाइज, एयर पोल्युसन हुँदैन, नोइज पोल्युसन हुँदैन गाइज। त्यति मात्रै फरक हो। अनि अरू सबै कुरा त त्यस्तै हो गाइज होइन। यताको वातावरणहरू सबै कुरा राम्रो हुन्छ। तपाईँहरू सिटीमा बस्नुभयो भने चाहिँ गाइज हल्ला, नोइज पोल्युसन, एयर पोल्युसनहरू धेरै हुन्छ गाइज। अनि त्यही भएर गाउँको पनि छुट्टै मजा छ। अनि गाइज यो वेदर तपाईँहरू हेर्न सक्नुहुन्छ र यहाँनिर फुसको घरहरू पनि हेर्न सक्नुहुन्छ गाइज। यस्तो घर देख्दा आनन्द लाग्ने गाइज। अनि यसरी यो बाँधेर गम्छी बाँधेर उहाँहरू चाहिँ गाइज यसो रुमाल बाँधेर होइन गाइज, किसानहरूले अब त्यस्तै गर्नुहुन्छ फार्मिङ गर्दाखेरि। अनि गाइज फाइनली हामी फेरि अगाडितर्फ बढ्दैछौँ गाइज। अनि हामी चाहिँ अब लगभग हामी आइपुग्न आँट्यौँ गाइज काला बन्जर होइन गाइज। अनि फाइनली हामी रोडमा प्रवेश पनि गरिसकेको छौँ गाइज होइन। अनि यहाँनिर चाहिँ बाख्राहरू चराउँदै टन्ने लिएर जाँदै हुँदो रहेछ गाइज होइन। बाख्राहरू चाहिँ धेरै हेर्न पायो हामीले। अनि गाइज हामी बिस्तारै अगाडितर्फ बढ्दैछौँ गाइज। अनि यो बाटो चाहिँ तपाईँहरू आउँदाखेरि सेफ भएर आउनुहोस् होला, किन भन्दाखेरि चाहिँ यो बाटोमा तपाईँहरूले खाल्टाङ खुल्टुङ टन्नै भेट्नु हुँदैछ गाइज। अनि यहाँदेखि चाहिँ तपाईँहरूले राम्रो बाटो भेट्नुहुन्छ गाइज। फाइनली गाइज यो चाहिँ हामीले अब यो चाहिँ गाइज काठमाडौँ जाने यो बाटो सिधै जानुभयो भने चाहिँ तपाईँहरू झुम्का निक्लिनुहुन्छ, यता टर्न लिनुभयो भने चाहिँ यो बाटो सिधै जानुभयो भने चाहिँ गाइज 17 निक्लिने बाटो यही हो गाइज। मेन हाइवे हामी आइपुग्यौँ गाइज। अनि हामी गाइज काला बन्जरभन्दा अलिकता अगाडि पछाडि निक्ल्यौँ होइन गाइज। पछाडि निक्लेको कारणले गर्दाखेरि चाहिँ गाइज हामी अब काला बन्जर पुग्नको लागि हामीलाई यहाँबाट 2 किलोमिटर जति होला गाइज। अनि अगाडि गएर हामी काला बन्जर पुग्नेछौँ, काला बन्जरबाट नहडा पुग्नेछौँ। अनि नहडाबाट फाइनली गाइज हामी जङ्गलको बाटो छिरेर अनि हामी धरान पुग्नेछौँ गाइज होइन। बाई तपाईँहरूलाई म भिडियोमा देखाउँदै बस्छु गाइज।
फाइनली गाइज होइन हामी चाहिँ नडा भन्ने ठाउँ पनि आइपुग्यौँ होइन गाइज। यो चाहिँ नडामा यहाँनिर चाहिँ चटपटे ओभर मिठो बनाउनुहुन्छ क्या गाइज। म चाहिँ कोसी ब्यारेज जाँदाखेरि आउँदाखेरि पनि यो बाटो हिँड्ने बित्तिकै यहाँको चटपटे नखाइकन त म जाँदै जाँदिनँ क्या गाइज। ओभर टेस्टी। तपाईँहरू आउनुहोस् होला गाइज, 50 रुपियाँमा यति धेरै दिनुहुन्छ गाइज होइन। अनि गाइज फाइनली हामी चटपटे खाएर अनि हामी अब घरतिर लाग्दैछौँ गाइज। यो बाटो चाहिँ मेरो कोसी ब्यारेज जाँदा आउँदा यतातिर जानु पर्यो भने चाहिँ प्रायः जस्तो म यही बाटो हिँड्छु गाइज। किन भन्दाखेरि चाहिँ यो बाटो अहिले ओभर फिनिसिङ फुल भइसकेको छैन होइन। अस्ति बिचमा आउँदा खाल्टो थियो। अनि गाइज यो बाटो अहिले ग्राभल रोड गरिदिनु भएको रहेछ। 50 60 70 को स्पिड कुदाउँदा पनि केही नहुने गाइज होइन। रोडै हो भन्नुहोस् न एक हिसाबले, खालि पिच मात्रै गर्न बाँकी छ गाइज। अनि यो जङ्गलको वेदर हेर्दै यो बिचमा बाइक कुदाउँदै जाँदा चाहिँ यस्तो आनन्द यस्तो राम्रो लाग्छ गाइज होइन। अनि यो बाटोमा तपाईँहरू एउटा कुरा अझै के हेर्न सक्नुहुन्छ भने चाहिँ त्यहाँदेखि लिएर थोरै 500 मिटरमा चाहिँ पिच छ क्या फेरि गाइज। यो चाहिँ अहिले म कुदाएको बाटो चाहिँ पिच हो क्या गाइज। यति मात्रै पिच छ अनि उता र यता पिचै छैन क्या। त्यो चाहिँ अचम्मै लाग्यो क्या गाइज। यो चाहिँ कसरी भयो भनेर म पनि साइकको भयो एकछिन त होइन गाइज। तर अहिले चाहिँ यहाँ डोजरहरूले मिलाएर गाइज ओभर मजाको रोड बनाइदिनु भएको रहेछ। बनाउनेहरूलाई धेरै धेरै धन्यवाद गाइज। यहाँ पिच भयो भने झन् मजा आउँछ होइन गाइज। अनि यो बाटो चाहिँ अलिकति अगाडिसम्म चाहिँ ओभर खाल्टाङ खुल्टुङ छ गाइज, ओभरै खाल्टाङ खुल्टुङ छ होइन। यो चाहिँ धरानको बाटो भएर पनि होला, यहाँ पनि त्यस्तै भएको भए चाहिँ धेरै टाइम पनि लाग्दैन थियो। त्यहाँ नडादेखि धरान आउनुको लागि तपाईँहरूलाई गाइज 15 मिनट पनि लाग्दैन यो बाटो राम्रोसँग पिच भइदियो भने गाइज होइन। यो बाटो खाल्टाङ खुल्टुङ भएर होला होइन गाइज। फाइनली गाइज हामी चाहिँ निक्ल्यौँ अब पिच रोडमा गाइज। अनि गाइज हामी चाहिँ बिस्तारै अब यो रोडको मजा लिँदै यो बाटो आउँदा चाहिँ गाइज मलाई चाहिँ कसम गाइज प्रमिस भनेको गाइज, मलाई चाहिँ यो बाटो आउँदाखेरि चाहिँ नि मुस्ताङ आएको जस्तै नै फिल हुन्छ क्या गाइज। कसम यार ओभर मनपर्छ क्या यो बाटो चाहिँ मलाई। बाटो पनि चिल्लो छ गाइज। अनि अगाडि पुल, माथि पहाड, अनि त्यसको माथि बादल। ओ माई गड, म त केही एक्सप्लेनै गर्न सकिरहेको छुइनँ क्या गाइज यो देखेर। अनि यहाँदेखि चाहिँ हल्का हाइटमा तपाईँहरूको यहाँदेखि चाहिँ माथि चढ्दाखेरि चाहिँ ओभर मजा आउँछ क्या गाइज। चुइँ बनाइदिन्छ क्या मुटु नै। अनि गाइज यो चाहिँ सर्दो पुल हो होइन। अनि यहाँनिर चाहिँ यो एक हिसाबले गाइज यहाँनिर चाहिँ गर्मी हुँदा मान्छेहरू टन्ने आउनुहुन्छ र गाइज यहाँनिर फोटो खिच्ने मान्छेहरू पनि ओभरै धेरै आउनुहुन्छ। यो ठाउँलाई चाहिँ गाइज बगरकोट भनेर पनि चिनिन्छ होइन गाइज। बगरकोट पनि सेम यस्तै हो गाइज। यतातिर होटेल खोल्यो भने गाइज यो पनि बगरकोट जस्तै नै होटेल हुने हो क्या गाइज। बगरकोटमा पनि यति नै छ क्या गाइज, सेम धरानको यो ठाउँ र बगरकोट र मलाई सेम लाग्छ गाइज होइन। अनि गाइज हामी चाहिँ फाइनल्ली गाइज तल झरिसक्यौँ पुलको। अनि गाइज हामी चाहिँ फाइनल्ली फोक्लेन पनि आइसक्यौँ गाइज। अब एउटा पुल अझै अगाडि हामी जाँदाखेरि चाहिँ यो बाटो गएको थियौँ गाइज, यहाँबाट लेफ्ट टर्न लिएर होइन गाइज। अनि यो अगाडिको एउटा पुल आउनेछ गाइज। अनि यो पुल कट्ने बित्तिकै फाइनल्ली गाइज हामी चाहिँ घर आइपुग्नेछौँ गाइज। अनि गाइज उहाँहरू चाहिँ काठमाडौँबाट आउनुभएको होला होइन गाइज। ओभर टायर्ड भएर दुईजनाले हेलमेट लगाएर आउनुभएको रहेछ गाइज। उहाँहरू चाहिँ ओभर कन्टिन्यू बाइक कुदाउँदै आइराख्नु भएको रहेछ गाइज। हामीले बाटोमा पनि भेटेको थियौँ उहाँहरूलाई होइन। एकछिन गफसफ गऱ्यौँ गाइज, तर त्यो भिडियो चाहिँ हामीले बनाउन सकेनौँ गाइज। उहाँहरू चाहिँ काठमाडौँबाट आउनुभएको रहेछ गाइज। अनि गाइज फाइनल्ली अब चाहिँ हामी यहाँबाट अलिकता अगाडि 500 मिटर अगाडि गयौँ भने चाहिँ हामी एम्फा गेट आउँछ। एम्फा गेटदेखि लेफ्ट टर्न लियौँ भने चाहिँ हामी मेरो सिधा घर आउँछ गाइज। अनि फाइनल्ली गाइज हामी चाहिँ यति यो बाटो आउँदा चाहिँ धरान आउँदा चाहिँ अर्कै मजा आउँछ क्या गाइज। अघिसम्म हामी भिलेजको इन्जोय लिँदै थियौँ, अहिले फेरि आएर हामी सिटीको इन्जोय लिँदैछौँ गाइज होइन। मेरो भिडियोलाई हेरेर तपाईँहरू प्लिज गाइज फुल भिडियो हेरेर लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् होला गाइज। तपाईँहरूको सपोर्टले म अझै अगाडि बढ्नेछु, अझै राम्रो भिडियो बनाउन सक्नेछु गाइज होइन। तपाईँहरूको माया बढ्यो भने डेली म तपाईँहरूलाई यसरी नै भिडियो भ्लगहरू देखाउँछु गाइज। प्लिज गाइज मलाई सपोर्ट गरेर मलाई माया गरेर तपाईँहरूले मलाई अगाडि बढाउनु पर्ने हुन्छ गाइज होइन। तपाईँहरूलाई चाहिँ म हरेक सिचुएसनको हरेक टाइमको हरेक चिजको देखाउने छु भिडियो होइन गाइज। युट्युबमा मेरो भ्लगमा गएर तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज। र मलाई प्लिज गाइज तपाईँहरूको सपोर्ट र माया भयो भने चाहिँ